अब हाम्रो यो क्वेसन है हामीले यो गर्दाखेरि हामी त अझै छिनगिरुल डट 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 एङ्गवारुल फर्स्ट छैन यसमा हाम्रो है धेरैले के अरे धेरै एकदमै के अरे जान्न खोज्नु भएको छ र विवाद पनि गर्नु भएको थियो है। हिजो साथीलाई डट 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 एङ्गवारुल फर्स्ट सुनिदा भनेर भनेको है। पहिले हेरौँ है त एकचोटि यहाँ मान्नाको भेटेर है अनि मान्ना छ भनेको नि भेटेर हुन्छ है। मान्नामेन भेट्यो भने मान्नाजीमान भेटे तापनि है। अब यो हेर्नु त यो दुईटा मध्ये के होला भनेर भन्दाखेरि धेरैले एक मिल्छ र दुई मिल्छ भनेर धेरै विवाद गर्नु भएको छ है। हामीले भन्न खोजेको यो क्वेसनको आशय के थियो भने हिजो साथीलाई भेटेर अनि फिल्म हेऱ्यौँ भन्ने प्रसङ्ग। अब हेर्नु दुइटै राखेर हेरौँ है। अब यो मान्नाको राख्यौँ भने है मान्नाको भनेपछि के हुन्छ हिजो साथीलाई अथवा साथीलाई के गरे भेटे अनि फिल्म हेरे भन्ने अब हुन्छ यसरी यो गो राख्न नमिल्ने होइन है। तर यसरी भन्दा कर्ताले के गर्यो भने साथीलाई नि भेट्यो फिल्म पनि हेऱ्यो है। यतिखेर फिल्म हेऱ्यो अनि साथीलाई भेटे भन्न पनि पायो यदि गो राख्दाखेरि है। यतिखेर त्यो समयको क्रम नजनाएर के हुने भयो भने दुईटा काम गरे है। मैले साथीलाई नि भेटे साथीलाई भेटे अनि के गरे फिल्म हेरे भन्ने कुरा आयो र यसमा हामीले फेरि मान्ना स भन्ने राख्यो भने हाम्रो प्रसङ्ग चाहिँ के थियो भने मान्ना स भेटेर है। अब हिजो साथीलाई भेटेर फिल्म अब हेर्नु है यसको नेपाली अर्थ बुझौँ फेरि है। हिजो साथीलाई भेटेर फिल्म हेर्नु त फिल्म हेरे भन्ने नि भयो हेरे अथवा के गर्न सकिन्छ हेर्यौँ है। त्यही साथीलाई भेटिसकेपछि लगत्तै अब त्यो साथीसँगै फिल्म हेरेको प्रसङ्गमा चाहिँ हामीले के राख्छौँ मान्ना स राख्छौँ है। अब यहाँनिर गो नराख्ने गो राख्नुपर्छ मान्ना स मिल्दै मिल्दैन भन्ने प्रसङ्ग चाहिँ होइन है। यहाँ चाहिँ अर्थ चाहिँ के हुन्छ फरक लाग्छ है। साथीलाई भेटेर अनि त्यसपछि फेरि हामी फिल्म हेऱ्यौँ साथीसँगै फिल्म हेऱ्यौँ भन्ने अर्थ लगाउनको लागि चाहिँ के हुन्छ मान्ना स हुन्छ है। मान्नाको राख्यो भने हिजो साथीलाई भेटे अनि फिल्म हेरे हिजो दुईटा काम गर्यो त्यो दुईटा कामलाई जोडेको मात्रै हुन्छ। कर्ताले हुन्छ नि फिल्म हेर्ने र अनि साथीलाई भेट्ने काम गरेकोलाई समान गरी जोड्ने हो गोले। तर साथीलाई भेटेर अनि त्यसपछि साथीसँगै फिल्म हेऱ्यो अथवा फिल्म हेऱ्यौँ भन्ने प्रसङ्ग आयो भने फेरि त्यतिखेर के हुन्छ मान्ना स हुन्छ है। अब यसलाई अझै डिटेलली आज हामीले यसलाई बुझौँ है त। अब यो गो अनि के अरे अस आसमा फरक के छ त हेर्नु त। अब हेर्नु यसले के गर्छ है गोले र अनि है र ए र त भनिहालिन्छ है र ए र अनि भनिन्छ अनि अस आसको फेरि के अरे ए र जसले कारण जनाउँछ एउटा है एउटा कारण जनाउँछ। पहिलो कामको कारणले दोस्रो काम भएको हुन्छ भने अर्को चाहिँ के जनाउँछ भने समयको क्रमसँगै एकपछि अर्को सम्बन्धित काम जोडिएको हुन्छ है। दुईवटा काम कार्यलाई क्रम वा सूचीको रूपमा जोड्न परेको हुन्छ है। काम अथवा क्रम सूचीको रूपमा जोड्न परेको हुन्छ र अर्को के हुन्छ दुईवटा कामलाई समान गरी जोड्छ। यहाँ कि जस्तै ए काम ए बराबर बी भने जस्तै अब बी बराबर ए हुन्छ नि ए बराबर बी भयो भने जस्तै के छ भने पहिलो काम र दोस्रो कामलाई समान गरी जोड्ने मात्रै काम गर्छ है। जस्तै मरिगा आफूको हेरिन आयो भनेको टाउको दुखेर ज्वरो आयो। यसले यो भन्न खोजेको कुरा के हुन्छ यसलाई यरी नागो मरिगा आफायो भने पनि कुरा एउटै हो है। उसले दुईटा कामलाई समान गरी जोड्ने मात्रै भूमिका हुन्छ गोको है। भने पछाडि परिणाम अथवा हुन्छ कारण देखाउनको लागि आयो त पहिलो काम पछि दोस्रो काम भएको क्रम सम्बन्ध स्पष्ट गराउनको लागि के हुन्छ अस आस हुन्छ। जस्तै मरिगा आफा छ टाउको दुखेर ठेङ्गोने खास है हस्पिटल गए भन्ने हुन्छ। अनि हेर्नु एउटा काम गरेपछि अर्को काम गर्ने जस्ता दुई वा दुई बढी कार्यलाई क्रम मिलाएर जोड्न पनि गो परेको हुन्छ है। यो फेरि अलिकति के छ भने गोको पहिलो काम पछि दोस्रो सम्बन्धित काम भयो भने अस आस भनेर पढिराख्नु भएको छ। तर त्यहाँनिर याद गर्नुपर्ने यो दुईटा प्रसङ्ग विशेष गरी तपाईँले इपिएसमा ख्याल गर्नुपर्ने जस्तै त खारिन सिनुन उन्दमुल आगो स्यावयसय भने है। खारिनजी चाहिँ व्यायाम गरेर नुहाउनु भयो भन्दाखेरि हेर्नु त व्यायाम गर्यो नुहायो सम्बन्धित काम जस्तो लाग्छ तर पनि यहाँ के यस्तोमा गो पनि परेको हुन्छ भनेर त्यसले चाहिँ डेफिनेसनमा बुकले यसरी भनेको छ है। छनुन फसुरुल थाको होएसाय खायो यो पनि सेम केस है। यो दुईटा के अरे कुराहरू दुईटा प्रसङ्गलाई चाहिँ ख्याल गर्नु होला यसमा चाहिँ गो लाग्छ। अनि अर्को कुरो फेरि है छिबे खास घर गएर फाबुलमा गयो भनेको के हुन्छ भात खान्छु भनेको समयको क्रमसँगै पहिलो अनि दोस्रो सम्बन्धित कार्य भन्ने जनायो है। अब याङफारुल फोकास खोगिरुल नआयो भने है प्याज भुटेर के गर्छु मासु राख्छु भनेको छ। यहाँनिर पनि यो के हो
पहिलो काम भएपछि समयको क्रमसँगै अर्को सम्बन्धित काम जोडिएको कुरा स्पष्ट हुन्छ। त्यसैले माथि चाहिँ के हो भने यो चाहिँ हाम्रो प्रसङ्ग के थियो भने यहाँ चाहिँ साथीलाई भेटेर फिल्म हेरेर समयको क्रमसँगै एकपछि अर्को काम जोडिने प्रसङ्गमा व्याख्या गरिएको थियो है। त्यो क्लिपमा चाहिँ त्यो अलिकति आधी क्लिप थियो अनि त्यसमा चाहिँ धेरै विवाद गर्नु भएको रहेछ। त्यही भएर यसमा हेर्नु त भेटेर समयको क्रमसँगै के अरे जनाउनको लागि फिल्म हेऱ्यौ भन्ने अथवा हेरे भन्ने प्रसङ्गमा के हुन्छ मान्नास हुन्छ है। तर हिजो साथीलाई भेटे अनि फिल्म हेरे भनेर कर्ताले यदि चाहिँ दुईटा कामलाई समान गरी जोड्न पनि परेको हुन्छ, अर्थ चाहिँ यो दुईटा राखेर के हुन्छ फरक लाग्छ है त। खामसाम्निदा।